कृपया ध्यान दिनुहोला। अब हामी यहाँहरू समक्ष सिटको पेटी बाट्ने विधि प्रदर्शन गर्दछौँ। यो पेटीको बक्कललाई अर्को पेटीको बक्कलमा यसरी घुसाई सजिलैसित लगाउन सकिन्छ। यो फितालाई यसरी तानेर कस्न सकिन्छ र खोल्नको लागि यो बक्कललाई यसरी उठाएर खोल्न सकिन्छ। हरेक सिटको माथि अक्सिजन मास्क राखिएका छन्। कारणवश क्याबिनको चाप खट्न गएमा अक्सिजन मास्कहरू आफै तल झर्नेछन्। त्यसलाई आफूतिर तानी नाक र मुख छोपी श्वास फेर्ने। अरूको मद्दत गर्नु अघि आफैले अक्सिजन मास्कको प्रयोग गर्ने। यस क्याबिनमा जम्मा 4 वटा आपतकालीन द्वारहरू छन् जसलाई रातो एक्जिट सङ्केतले निर्देशित गरिएको छ। 2 वटा अगाडि 2 वटा क्याबिनको बीच भागमा। क्याबिनमा धुवा भरिएको खण्डमा अथवा आपतकालीन अवस्थामा बाहिरिनु परेको खण्डमा भुइँमा बलेका बत्तीहरू पछ्याई आपतकालीन द्वारहरूतर्फ प्रस्थान गर्नुहोला। अन्य जानकारीको लागि कृपया आफ्नो अगाडिको सिटको खल्तीमा राखिएको सुरक्षा निर्देशिका अध्ययन गरिदिनुहुन अनुरोध गर्दछौँ। ध्यान दिनुभएकोमा धन्यवाद।